त्यस्तो हुँदैन होला। यदि चुनाव भइहालेछ भने पनि यो चाहिँ मेरो परिवारको लागि। अबको निर्वाचनमा पनि मेरो परिवारको सदस्यले एकजनाले पनि कांग्रेस एमाले माओवादीलाई भोट हालेको थाहा पाए भने या सुने भने पनि सम्झिनुहोस्, म तपाईहरुदेखि सधैँको लागि टाढा भएँ, सधैँको लागि विलीन भएँ। किनकि हिजोको दिनमा तपाईहरुले भोट हालेको कारणले आज हरेक बाआमाको छोराछोरी परदेशिनु परेको छ, आफ्नो बाआमादेखि टाढा बस्नु परेको छ। देख्नुभयो होला त कांग्रेस एमाले माओवादीले कति खुसी पारेको छ जनतालाई भनेर, कति विकास गरेको रहेछ भनेर। त्यसैले अब भोट कांग्रेस एमाले माओवादीलाई कदापि हाल्ने होइन। बुझ्नुहोस् है, सम्झिनुहोस् है।